नमस्कार, मन्जित गजरेल आसाम पेजमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै स्वागत छ। र आज आकाश र म कहाँ जाँदैछु तपाईहरुलाई पनि हाम्रो साथमा लिएर जाँदैछु। तपाईहरु पनि हिँड्नु है त। ल हामी सँगै हिँड्नु होला। आकाशले ढोका लगायो, अब हामी बाटो लाग्दैछौँ। हामी होटलबाट बाहिर निक्ल्यौँ। निक्लेर हजुरहरुलाई देखाउँदैछु, हेर्नु होला त अलिकति। कति गाडीमा हिँड्नु, कति गाडीमा कुद्नु, हिँड्दै आज दाजुभाइ भएर हिँडेर जाउँ भनेर आज हामी काठमाडौँको बाटो गल्ली गल्ली हिँड्दैछौँ। माथिको तातो, तलको तातो, हामी बलेका छौँ आगो। हामी त्यसरी हिँड्दै 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 गयौँ, आइपुग्यौँ। हामी कहाँ हिँडेका थियौँ र फुलपाती लिएर म जाँदैछु र आकाश पनि जाँदैछ। बिचरा भाइलाई क्यामेरा गर्न लगाएँ, अब अलिकति गर भनेर गरो, बिचरा रिसाई गरो। तर मन्दिरमा पस्न मलाई यस्तो लाइन, आमामामा मान्छे मान्छे मान्छे, म त सोच्न सकेको थिइनँ त्यति मान्छे हुन्छन् भनेर। लु हेर्नु त लाइन कहाँदेखि मान्छेको मान्छे। तर जे होस्, लाइन लागेर पनि एकदम आनन्दसँगले दर्शन गर्न पाइयो र तपाईहरु पनि दर्शन गर्नु होला यो भिडियो मार्फत। यो पशुपतिनाथ मन्दिरको भिडियो मैले हजुरहरुलाई शेयर गरेँ। जय पशुपतिनाथ, सबैलाई रक्षा गर्नु होला, सबैको मङ्गल होस्, सबैको कल्याण होस् भनेर आज एउटा सानो भिडियो लिएर आएको छु। यो भिडियोलाई पनि माया गर्नु होला। अनि यसरी लाइन लागेर लाइन पशुपतिको दैलामा यस्तो भिड, फोटो खिच्ने, भिडियो बनाउने गरिरहेका छन्। र भित्र पूजा गरेको चाहिँ मैले हजुरहरुलाई देखाउन सकिनँ, किनभने भित्र मोबाइल एलाउ थिएन र बाहिरको दृश्य मैले पूजा गरिसकेर आइसकेर तपाईहरुलाई देखाएँ। र यो सम्पूर्ण हेर्नु होला अनि यहीँबाट दर्शन गर्नु होला सबैले, हैन। अब कोही दिन तपाईहरु पनि आउनु होला दर्शन गर्नलाई। र एकदम आनन्द, मन शान्ति भयो। र फोटो खिच्दा भिडियो पनि बना भन्नु, भिडियो बनाए। र मेरो भिडियोलाई तपाईहरुले यसरी नै माया दिइराख्नु भयो। तपाईहरुको आशीर्वादले गर्दाखेरि आज म यहाँ आउन पाइरहेको छु। यो 2 पटक भयो मेरो पशुपतिनाथ दर्शन गर्न पाएको। र तपाईहरुको आशीर्वाद हामीहरुमाथि सधैँ यसरी नै बनिरहोस् भन्ने आशा गर्दछु। र मन्जित गजरेल आसाम पेजलाई जसरी माया दिइराख्नु भएको छ त्यसरी नै माया दिनुहुन्छ भन्ने आशा गर्दै आजलाई नमस्कार, बाई बाई, जय श्री राम, जय पशुपतिनाथ, जय, धन्यवाद।